देशको प्रधानमन्त्री जो जन्मजात हिन्दू हो र कर्मले पनि हिन्दू हो, तर त्यही मान्छे पदमा भएको बेला प्रहरी प्रशासनले 3 जनाको गोली हानी हत्या गरिदिन्छ र ती 3 जना हिन्दू थिए। एकजनालाई त मन्दिरमा सुतेको अवस्थामा घाँटी रेटेर हत्या गरिन्छ। आन्दोलन रोक्नको लागि गोली चलाउनु पर्ने थियो घोडा मुनि, तर गोली चल्यो सिधा घाँटीमा। अब यसको जिम्मेवार को? जेन्जी आन्दोलन सरकारको विरुद्धमा भएको थियो। सरकारले स्कुल ड्रेसमै विद्यार्थीमाथि गोली चलाएर हत्या गरिदियो। अहिले आन्दोलन सरकारको विरुद्धमा भएको त छैन, तर यहाँ आम नेपाली मरेका छन्। अहिले परिस्थिति फरक भयो भनेर सरकार कुनै पनि हालतमा उम्किन पाउँदैन। त्यो बेला पनि प्रहरी प्रशासनले नै गोली चलाएको, जसको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ भनेर हामीले आवाज उठाएका थियौँ। केपी ओली र रमेश लेखकलाई त हत्याराको ट्याग दिएका थियौँ। अहिले पनि प्रहरी प्रशासनले नै गोली चलाएको छ, त्यसको जिम्मा पनि प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ, किनकि सुरक्षाको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीको हुन्छ। देवानगञ्जमा भएको 2 समुदाय बीचको यो झडप र त्यसपछिको आन्दोलन कसरी सुरु भयो, यसको पछाडि के कस्ता धार्मिक र राजनीतिक कारण छन् र यसको शिकार सधैँभरि आम जनता किन हुन्छन् त, त्यसलाई इतिहासदेखि अहिलेसम्म हेर्नेछौँ आजको यस भिडियोमा। नमस्कार हजुर। 2083 साउन 10 गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज भन्ने ठाउँमा हिन्दू धर्मावलम्बीहरूको साउनको बोलबम यात्रा थियो। बोलबम यात्रा भनेको हिन्दू धर्मावलम्बीहरूले विशेष गरी साउन महिनामा भगवान शिवलाई प्रसन्न गर्न गरिने एक पवित्र पैदल धार्मिक यात्रा हो। यस यात्रामा भक्तजनहरूले खाली खुट्टा हिँडेर पवित्र नदीबाट जल ल्याएर शिवलिङ्गमा चढाउने गर्छन्। राति शिव भक्तहरू सप्तकोशी नदीको जल लिनका लागि जाने तयारीमा थिए। त्यसका लागि उनीहरू डीजे बजाउँदै जल लिन गइरहेका थिए। यो बेला बत्ती गएको थियो। त्यही समयमा अर्को समुदायका केही व्यक्तिहरू आएर घर परिवारलाई डिस्टर्ब भयो भन्दै डीजे बन्द गर्न भने। त्यसपछि त्यहाँ भनावन हुन थाल्यो र लगतै हात हालहाल भए। प्रहरीकै अगाडि 2 पक्षबीच झडप भयो। विवाद बिस्तारै नियन्त्रण बाहिर जान थाल्यो। प्रहरी माथि पनि स्थानीयले ढुङ्गा मुढा बसाउन थाले। इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राईलाई टाउकोमा प्रदर्शनकारीले चिरपटले प्रहार गरे, जसले गर्दा उनलाई 5 वटा टाका लाउनु पर्यो। उनी सहित 8 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरीहरू घाइते भए। यति बेला परिस्थिति नियन्त्रणभन्दा बाहिर गएको थियो। त्यसपछि प्रहरीले बल प्रयोग गर्ने निर्णय लियो। नेपाल प्रहरीले 3 राउन्ड र सशस्त्र प्रहरीले 22 राउन्ड गरे। कुल 25 राउन्ड हवाई फायर गरे। त्यसपछि प्रहरीले भिड नियन्त्रण गर्न नसकेकाले आत्मरक्षाका लागि घोडामुनि गोली हान्न सुरु गरे, तर अधिकांश गोली आन्दोलनकारीको घोडाभन्दा माथि लागेको थियो। गोली जो हान्ने भए प्रहरीले घोडामुनि किन हानेन? घोडाभन्दा माथि गोली हान्नुपर्ने कारण के थियो? या यो प्रतिशोधको भावनाले हानेको त होइन? यसै क्रममा गोली लागेर ओम प्रकाश मेहताको मृत्यु भयो र 9 जना सर्वसाधारण गोली लागेर गम्भीर घाइते भए। त्यसपछि सुनसरीको अवस्था असामान्य हुन पुग्यो। विवाद यति धेरै चर्किएको थियो कि स्थानीयहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्न थाले। एउटा रहस्यमय प्रश्न अहिले यो उठेको छ कि एक रातमा यति ठुलो घटना किन भयो? सुरक्षा संयन्त्र किन यति धेरै कमजोर भयो? यही घटना हुने समयमा नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी केशव थेबे बिदामा किन थिए? कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि किन बिदामा थिए? सशस्त्र प्रहरीका जिल्ला स्तरीय कमान्डरको पद 2 हप्तादेखि किन खाली गरिएको थियो? सुनसरी जिल्ला सीमावर्ती जिल्ला हो। यहाँ उच्च जोखिम हुन्छ र देवानगञ्ज गाउँपालिका भारतको सिमानासँग जोडिएको छ। खुल्ला सिमाना भएकाले जो कोही पनि सजिलैसँग नेपालभित्र आउने र नेपालबाट भारत सजिलैसँग जान सक्छ। यहाँ आपराधिक गतिविधिहरू पनि धेरै हुन्छ। प्राय यो क्षेत्रमा धार्मिक मुद्दाहरूलाई लिएर सामान्य झडप भइ नै राख्छ। यस्तो संवेदनशील ठाउँलाई सुरक्षा संयन्त्रले यति धेरै लापरवाही किन गर्यो त? सुरक्षा संयन्त्र कमजोर भएको बेला सानो घटनाले पनि ठूलो रूप लिन्छ र यहाँ त्यही देखियो। यहाँनिर तत्काल निर्णय लिने, समस्या समाधान गर्ने र आन्दोलन नियन्त्रण गर्ने उच्च पदका कर्मचारीहरू कोही पनि थिएन, जसले गर्दा सामान्य विवादले ठूलो आन्दोलनको रूप लियो। अर्को प्रश्न, झडप हुँदा 2 घण्टासम्म बिजुली किन गयो त? कि यो घटना प्री-प्लान त होइन? एकै समयमा सुरक्षा संयन्त्रका पदाधिकारीहरू बिदामा बस्ने, पद खाली हुने र झडपको बेला 2 घण्टासम्म विद्युत आपूर्ति बन्द हुने। अर्को रहस्यमय कुरा के छ भने घटनामा घाइते भएका इन्स्पेक्टर राकेश राईले बदला लिने गरी गोली चलाउन आदेश दिए र प्रहरीले अन्धाधुन्द गोली चलाए। यो हेर्नुहोस् प्रत्यक्षदर्शीको भिडियो। राकेश राई उक्त स्थानमा आए, केही सोधपुछ नगरी 81 हिन्दू समुदायका श्रद्धालुहरूमाथि अन्धाधुन्द लाठी प्रहार गर्दा प्रतिकारमा उत्रेका श्रद्धालुहरूको कुटाईबाट राकेश राईको टाको फुटेपछि स्थानीय क्लिनिकमा उपचार गराउँदा अब 2-4 जनालाई ढाल्नुपर्छ भन्दै ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई गोली हान्न भनेपछि ती सशस्त्र प्रहरीहरू ताकी हिन्दू समुदाय माथि गोली प्रहार गरेको। घटनाको सुरुवातमा राकेश राईले मुस्लिमहरूमाथि आक्रमण भएको झुटो जानकारी गराइन्छ। त्यसपछि राकेश राई घटनास्थलमा आउँछन् र केही पनि सोधपुछ नगरी अन्धाधुन्द हिन्दू श्रद्धालुमाथि लाठी चार्ज गर्छन्।
त्यसपछि हिन्दू श्रद्धालु पनि प्रतिकारमा उत्रन्छन् र उनीहरूले राकेश राई सहित आएका प्रहरीलाई आक्रमण गर्छन् र सोही आक्रमणमा राकेश राईको टाउको फुट्न जान्छ। राकेश राईले क्लिनिकमा उपचार गराउँदा बदलाको भावनाले अब 2-4 जनालाई ढाल्नुपर्छ भन्दै ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई गोली हान्न आदेश दिन्छन्। त्यसपछि सशस्त्र प्रहरीले ताकी हिन्दू समुदायमाथि गोली वर्षाउँछन्। यहाँनिर अर्को कुरा पनि छ, सोही दिन बिहान 8 बजेदेखि बिजुली पटक पटक काटिएको थियो र घटना घट्ने बेलामा पनि बिजुली काटिएको थियो। आखिर बिजुली किन काटियो त? यो कुरा पनि त्यहाँका स्थानीयले उठाएका छन्। देवानगञ्ज गाउँपालिका वडा नम्बर 3 मा एउटा मदरसा छ। यो मदरसाको सञ्चालक अबुल हसन र शिक्षक लियाज मन्सुरीको मिलोमतमा मदरसाको फन्ड दुरुपयोग गरी गाउँका मुस्लिम केटाहरूलाई आर्थिक प्रलोभनमा पारेर पटक पटक हिंसा फैलाउने काम गरेको आरोप लागेको छ। हिन्दू समुदायले अबुल हसन र लियाज मन्सुरीमाथि छानबिन गर्न माग गरेको छ। यो घटना आजभन्दा लगभग 15 दिन पहिले नै मुस्लिमहरूले वातावरण बिगार्न खोजेका थिए, तर प्रहरी प्रशासनले त्यसमा कुनै पनि एक्सन लिएन। उल्टै प्रहरी इन्स्पेक्टर केटाहरूको आर्थिक प्रलोभनमा परेको आरोप लगाइएको छ र मदरसामा अवैध गतिविधिहरू सञ्चालन, अपरिचित व्यक्तिहरूको आवत जावत र हात हतियार सञ्चालन गरेको आरोप लागेको छ। घटनापछि लगतै प्रमुख जिल्ला अधिकारी फिर्ता बोलाइयो। प्रहरी प्रमुख सरुवा भए, कोशी प्रदेशका डीआईजी परिवर्तन भए, सशस्त्र प्रहरीका अधिकारी पनि हटाइए। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले ठूलो संख्यामा परिचालन गरी स्थिति नियन्त्रण लिने प्रयास गरिएको थियो। देवानगञ्ज र हरिनगरका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरियो। नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती सुरु गर्यो र सुरक्षा निगरानी कडा बनायो। घटनाको 15 घण्टापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बस्यो। यस क्षेत्र आसपासमा पहिले पनि यस्तै प्रकृतिका घटनाहरू भएका थिए। कप्तानगञ्ज क्षेत्र साम्प्रदायिक रूपमा संवेदनशील क्षेत्रको रूपमा चिनिन्छ। भारतसँग खुला सिमाना जोडिएको यस क्षेत्रमा विगतमा पनि फरक समुदायबीच सामान्य विवाद र कहिलेकाहीँ झडपका घटनाहरू भएका छन्। 2080 चैत 24 गते पनि यहाँ दुई समूहबीच विवाद भएको घटना सार्वजनिक भएको थियो, तर प्रहरीले गोली चलाउनु पर्ने अवस्था भने यसअघि आएको थिएन। सुरक्षा निकायले यस क्षेत्रलाई सीमा पार आवत जावत, तस्करी, सामाजिक तथा साम्प्रदायिक संवेदनशीलताका कारण उच्च जोखिमयुक्त क्षेत्रको रूपमा लिने गरेको छ। मधेसमा आन्दोलन चर्किरहेको थियो। साउन 14 गते सिराहाको गोलबजारमा गोली लागेर फेरि एकजनाको मृत्यु भयो। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका सिराहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको गोली लागेर घटनास्थलमै मृत्यु हुन्छ। तर गोली कसले चलायो त्यसको कुनै पनि जानकारी हुँदैन। आखिर त्यो गोली प्रहरीले चलाएको थिएन भने गोली कसले चलायो त? यहाँ शंका गर्नुपर्ने कुरा के हो भने यस घटनामा कुनै अदृश्य शक्तिको हात त थिएन जो धर्मको काँधमा राखेर सर्वसाधारणमाथि गोली चलाइरहेको छ। त्यस लगतै जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गर्यो। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखे। स्थिति झन् धेरै तनावपूर्ण हुन पुग्यो। एउटा सानो विवादले गर्दा देशभरि नै द्वन्द्व सिर्जना हुने स्थिति बन्न पुग्यो। देशमा तनाव यति धेरै बढेको थियो कि देशको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने र गृहमन्त्री घटनास्थलमै गएर सम्झौता गर्नु पर्यो। नेपालमा बनेको नयाँ सरकारलाई असफल बनाउनका लागि यो घटनालाई राजनीतिसँग जोड्न खोजिएको थियो। यो आन्दोलन कुनै राजनीतिक पार्टी विरुद्ध या सरकार विरुद्धको थिएन। यो आन्दोलन थियो दुई समुदाय विरुद्धको, जहाँ धर्मको नाममा एक अर्काप्रति आक्रोश व्यक्त गरियो। धर्मको नाममा द्वन्द्व गर्नु भनेको मूर्खता हो। धार्मिक द्वन्द्वको सुरुवात कसरी हुन्छ, यसको शिकार को हुन्छन्, यसको पर्दा पछाडि कसको भूमिका हुन्छ, कसले यसलाई कन्ट्रोल गरेको हुन्छ र यसको फाइदा कसलाई हुन्छ त्यसको बारेमा बुझ्न जरुरी छ। धार्मिक द्वन्द्व कुनै एक दिन अचानक पैदा हुने कुरा होइन। प्राय सानो विवाद, अफवाह, राजनीतिक स्वार्थ, सामाजिक विभाजन र उत्तेजक प्रचार एक अर्कासँग जोडिँदै गएपछि ठूलो तनावमा बदलिन्छ। सानो विवाद, अफवाह, भावनात्मक उत्तेजना, हिंसा यसका बिउ हुन्। जस्तै कुनै धार्मिक कार्यक्रमको ठूलो आवाज, जुलुसको बाटो, धार्मिक झण्डा, मन्दिर वा मस्जिदको विषयमा विवाद भयो भने त्यो स्थानीय स्तरमै समाधान गर्न सकिन्छ। तर त्यसै घटनाबारे सामाजिक सञ्जालमा हाम्रो धर्ममाथि आक्रमण भयो वा उनीहरूले हाम्रो समुदायलाई समाप्त गर्न खोज्दैछन् जस्ता उत्तेजक दाबीहरू फैलिन थाल्छन् र मानिसहरू भावनात्मक रूपमा विभाजित हुन सुरु गर्छन्। त्यसपछि एउटै घटनालाई दुई समुदायले फरक फरक दृष्टिकोणबाट हेर्न थाल्छन् र तनाव बढ्छ। दुवै समुदायले घटनालाई हेर्दा आफू अन्यायमा परेको महसुस गर्छन् र यो द्वन्द्वमा परिणत हुन्छ। अब बुझ्नुस् कस्ता मान्छेहरूले धार्मिक द्वन्द्व भड्काउन सक्छन् त। यो कुरामा कुनै एक धर्म वा समुदायलाई दोष दिनु सही हुँदैन। केही राजनीति गर्ने नेताले जनताको धार्मिक भावना प्रयोग गरेर आफ्नो समर्थन बढाउने प्रयास गर्छन्। उनीहरूले हामी तपाईको धर्मको रक्षा गर्छौं भन्ने जस्ता भाषण गर्छन्, जसले गर्दा त्यो धर्म मान्ने जो कोहीले पनि त्यो नेतालाई सपोर्ट गर्छ। यो धर्मको नाममा मात्रै हुँदैन, यो जातिको नाममा पनि हुन्छ। कुनै एउटा नेताले कुनै जातिलाई लिएर राजनीति गर्छ भने त्यो जातिका सबै मानिसहरूले उसलाई समर्थन गर्छन्, चाहे ऊ राम्रो होस् या नराम्रो होस्।
जसले गर्दा ऊ सत्तामा पुग्न सजिलो हुन्छ र त्यो नेतालाई देशमा आन्दोलन हिंसा विद्रोह गर्न पनि सजिलो हुन्छ। उनीहरू सामाजिक सञ्जालमा या आफ्नो भाषण मार्फत एउटा धर्म या जातिलाई सपोर्ट गर्छन् र भिडलाई उत्तेजित बनाउँछन्। अर्को हुन्छन् अफवाह फैलाउनेहरू। यिनीहरू घटना नबुझी वा जानी जानी गलत सूचना फैलाउँछन्। कहिलेकाहीँ पुरानो भिडियो वा अर्को देशको घटनालाई नयाँ घटनासँग जोडिदिन्छन्। अहिले हाम्रो देशमा सामाजिक सञ्जालमा कुनै पनि घटनालाई लिएर उत्तेजक सामग्री बनाउने गरेको देखिन्छ। यसले गर्दा पनि द्वन्द्व सिर्जना हुन्छ। अब कुरा आउँछ द्वन्द्वको शिकार को हुन्छन् त? द्वन्द्वको शिकार सधैँभरि सर्वसाधारण गरिब बेरोजगार जनता हुन्छन्। काम गरी खाने मजदुर हुन्छन्। विद्यालय जाँदै गरेका विद्यार्थी हुन्छन् जसलाई यो आन्दोलन किन भएको भन्ने कुरा पनि थाहा हुँदैन। आन्दोलनको पछाडि कसको हात छ भन्ने कुरा पनि थाहा हुँदैन। कसका लागि आन्दोलन गरिरहेको छु भन्ने कुरा पनि थाहा हुँदैन। उनीहरू त केवल एउटा भिडको हिस्सा मात्र हुन्छन् र त्यही भिडमाथि गोली चल्छ र उनीहरू आफ्नो ज्यान गुमाउन बाध्य हुन्छन्। सुनसरीको घटना दुई फरक धर्म मान्ने मान्छेहरूको बीच भएको हो भन्ने जस्तो लाग्छ भने तपाईँ गलत हुनुहुन्छ। किनकि नेपालको तराई क्षेत्रमा हिन्दू र मुस्लिम प्राय एकै ठाउँमा बसोबास गर्दै आइरहेका छन्। दुई समुदायबीच द्वन्द्व गराउने धर्मले होइन, त्यही धर्म मान्ने केही अराजक तत्त्वहरूले हो, जसले त्यो समुदायलाई नियन्त्रण गर्न चाहन्छ, जो त्यो समुदायमाथि हावी हुन चाहन्छ, जसले त्यो समुदायलाई आफूले भनेको जसरी चलाउन चाहन्छ, जो धर्मको नाममा त्यो ठाउँमा राजनीति गर्न चाहन्छ। उनीहरूले आफ्नो फाइदाका लागि सर्वसाधारण जनतालाई लडाएर आफ्नो स्वार्थ पूरा गर्छन् र यसको शिकार हुन्छन् प्राय अशिक्षित र बेरोजगार जनता। किनकि मानिस अशिक्षित छ भने उसलाई सजिलैसँग आफ्नो इसारामा नचाउन सकिन्छ, जे भन्यो त्यो गराउन सकिन्छ, र बेरोजगार छ भने उसलाई केही पैसा दिएर या केही प्रलोभन देखाएर आफूले भनेको जसरी काम लगाउन सकिन्छ। प्राय आन्दोलनमा देखिने भनेको अशिक्षित र बेरोजगारी जनता नै हुन्। यदि कुनै पनि धर्म जात जाति र समुदायलाई मिलाएर राख्नु छ भने पहिले सबैलाई शिक्षित बनाउनुपर्छ र रोजगार दिनुपर्छ। अब कोही शिक्षित भयो भने उसले लजिक खोज्न थाल्छ। म आन्दोलनमा जाँदैछु भने कसका लागि जाँदैछु, मेरो उद्देश्य के हो, यो आन्दोलनले मलाई के फाइदा पुग्छ, यो आन्दोलनले मेरो समुदायलाई के फाइदा पुग्छ, तोडफोड गरेर देशलाई के फाइदा पुग्छ, आगो लगाएर देशलाई के फाइदा पुग्छ। अब यति धेरै कुरा सोच्न थाल्यो भने ऊ कहिले पनि आन्दोलनमा जाँदैन। किनकि आन्दोलनले कहिले पनि फाइदा गर्दैन। आन्दोलन भनेको विनाशको अर्को रूप हो। आन्दोलन प्राय केवल केही व्यक्तिहरूको स्वार्थका लागि गरिन्छ, जसलाई हामी समाज र देशमा स्थापित गर्न चाहन्छौँ। हिन्दू र मुस्लिमलाई हेर्ने हो भने उनीहरू धेरै ठाउँमा मिलेर बसेका छन्। जब सुनसरी र सिरा आन्दोलनमा गोली चल्यो, कर्फ्यू जारी गर्नु पर्यो, त्यही समयमा बुटोलमा हिन्दू र मुस्लिम मिलेर सँगसँगै र्याली निकालेका थिए। उनीहरू मिलेर अगाडि बढेका थिए। त्यसैले कसैले पनि धर्मको नाममा दङ्गा विद्रोह या द्वन्द्व गराउँछ भने सबै धर्म मान्नेले त्यसलाई बहिष्कार गर्नुपर्छ। किनकि कुनै पनि धर्मले एक अर्कासँग लड्नुपर्छ, एक अर्कालाई मार्नुपर्छ भनेर सिकाउँदैन। धर्म कहिले पनि गलत हुँदैन। धर्मको नाममा समाज भाड्ने केही मान्छेहरू गलत हुन्छन्, जसले आफ्नो फाइदाका लागि एक अर्कालाई लडाउँछन्। तिनै मान्छेहरूसँग हामी बच्नुपर्छ। र जो कोही पनि धर्मको नाममा राजनीति गर्न खोज्छ या समाज भाड्न खोज्छ भने त्यस्ता अराजक तत्त्वलाई आम नागरिकले बहिष्कार गर्न सक्नुपर्छ। भिडियो हेर्नुभएकोमा धन्यवाद। अर्को भिडियोमा भेटौँला।